हेलो गाइज वेलकम टु न्यू ब्लग। तपाईहरु पनि सन्चै आयो, तपाईहरु सबै सन्चै हुनुहुन्छ होला नि। म पनि एकदमै आरामै छु। आज चाहिँ म एकदम हैन बिहानै उठेर नुहाएर अनि पछारेर भर ब्लग सुरुवात गर्दैछु। तपाईहरु सन्चै हुनुहुन्छ भन्ने आशा गरेर अनि फाइनली म चाहिँ आज कुठीमा छु कि पानी भर्खर पानी रहेर हो छ हैन। अनि म कुठीमा छु अनि म चाहिँ फाइनली अल्छी लागेछ नि त एकदम अल्छी लागेर बसिरहेको छु हैन। बाहिर जान्छु त बाहिर पनि कोही छैनन् के घरमा चाहिँ हैन, कोही छैन। आज जस्तो मस्त दिनभरि एक्लै बसिरहनु परेको छ हैन, कोही छैन। बसिरहनु भएको छ, आमा चाहिँ माथि बसिरहनु भएको छ क्या। म चाहिँ त्यही भ्लग बनाएर बसिरहेको। आज कति होइन पानी परेर पक्राउ भयो नि त, भयो होइन। अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला अनि मेरो भ्लग कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन। आज बिहान उठेर नुहाएर आज मङ्गलबार हो नि त, भोलि फेरि एकादशी पनि छ अनि जानुपर्ने। पर्सि म तपाईँहरूलाई चाहिँ घर गएको बेलामा देखाउने छु होइन, घरमा जान्छु नि त पर्सि म। अनि अहिले म उता बाहिर जान्छु, त्यही भएर आन्टीको घरतिर जाँदैछु। त्यही भएर पनि म तपाईँहरूलाई जाँदा घाँस काट्दा आज चाहिँ म देखाउने छु घाँस काट्न कता कता जान्छु भनेर। बाई गाइस, यहाँ चाहिँ हेर्नुमा यहाँ छ नि त। बाई गाइस, बाई बाई, भरे भेट्छु ल।